यो तपाईले देखिरहनु भएको सानो बाँदरको बच्चा जापानको हो। तर यो कथा केवल जापानको होइन, यो कथा त मातृत्व खोजिरहेको प्रत्येक सानो मनको हो। यो पञ्चको कथा हो, भर्खरै जन्मिएको बच्चा जसले जन्मिए लगतै माया होइन तिरस्कार भेट्यो। जुलाई 2025मा इचिकावा सिटी चिडियाखानामा जन्मिएको पञ्चले सायद पहिलो पटक आँखा खोल्दा संसारलाई न्यानो अंगालोको रूपमा देख्ने आशा गरेको थियो। तर उसको भागमा न्यानोपन थिएन, थियो त केवल नमिठा तिरस्कारहरूको चाङ। उसकी आफ्नै आमाले उसलाई स्वीकारिनन्। समूहका अन्य बाँदरहरूले पनि उसलाई आफ्नो घेराभित्र राखेनन्। सानो शरीर, कमजोर उपस्थिति र माया माग्ने आँखा, तर कसैले जवाफ दिएन। पञ्चले बारम्बार आमासँग नजिकिन खोज्यो। केही क्षणका लागि उसले आशा गर्यो होला, सायद अब अंगालो पाइन्छ कि। तर प्रत्येक पटक ऊ धकेलियो, अस्वीकारियो, एक्लो बनाइयो। त्यसपछि सुरु हुन्छ सबैभन्दा मन छुने दृश्य। सबै क्षण देखिरहेका चिडियाखानाका कर्मचारीले एउटा गुडिया ल्याउने निदो गर्छन्। एक कुनामा उसले एउटा गुडिया भेट्छ, सानो खेलौना, निर्जीव तर स्थिर, नबोल्ने तर नतिरस्कार गर्ने। पञ्चले त्यसलाई अंगालो हाल्छ, छातीमा टाँस्छ। आफू जता जान्छ त्यतै बोकेर हिँड्छ, किनकि जब आफ्नाहरूले साथ छोड्छन् मनले निर्जीव वस्तुमा पनि आत्मीयता खोज्छ। त्यो गुडिया उसको लागि केवल खेलौना होइन, आमाको प्रतीक थियो, सुरक्षा थियो, सान्त्वना थियो। जता गए पनि उसले त्यो खेलौना छाडेन। ऊ जता जाँदा पनि सँगै लग्यो, उसैलाई माया गरिरह्यो, सुत्दा पनि उसँगै सुत्यो। उसले परिवार नै खेलौनालाई ठानिरह्यो, त्यसलाई उसले कहिल्यै छाडेन। पञ्चको भिडियो अहिले विश्वभर फैलिएको छ। लाखौं मानिसहरू त्यो दृश्य हेरेर भावुक भएका छन्। ठूला ठूला मिडियामा समाचार बनेको छ। कसैले मीम बनाएका छन्, कसैले आँसु झारेका छन्। चिडियाखानाका अनुसार अहिले पञ्चको अवस्था सुधार हुँदैछ। समूहका अन्य बाँदरहरू बिस्तारै उसलाई स्वीकार गर्न थालेका छन्। नयाँ भिडियोहरूमा उसलाई अन्य बाँदरले अंगालो हालिएको देख्न थालिएको छ।